हाम्रो प्रधानमन्त्रीले अनायासै भनिदिनु भयो कि जस्तो हाम्रो प्रधानमन्त्रीले भन्नुभयो, तपाईँले भन्नुभयो जस्तो नि अब भारतले नेपालको भूमि मात्रै मिचिएको होइन रहेछ, नेपालले पनि भारतको भूमि मिचिएको रहेछ। मैले त प्रधानमन्त्री भएपछि पो चाल पाएँ। अनि उहाँले भन्नुभयो प्रधानमन्त्रीजीले, उनले पनि मिचेका छन्, हामीले पनि मिचेका छौँ, बसेर साथीको हैसियतले कुराकानी गरेर गर्नुपर्छ। मेरो यो बुझाइ, उहाँको बुझाइमा चाहिँ के छ भनेदेखि चाहिँ उहाँलाई ब्रिफ गर्दाखेरि है, परराष्ट्र मन्त्रीका पदाधिकारीले ब्रिफ गरे होला, ब्रिफ गर्दाखेरि चाहिँ सिमानाका किसान, भारतीय किसान र नेपाली किसानहरूको बिचमा चाहिँ सीमा मिचान हुने काम भइरहेको छ। किन? 10 गजा क्षेत्र स्पष्ट छैन, ठाउँ ठाउँमा जङ्गे खम्बा ठाउँ ठाउँमा छैन, साना पुड्का खम्बा पनि छैन। त्यस कारणले गर्दाखेरि भारतीय किसानले नेपालतर्फको किसानको अब अन्तरसीमा जोत कमोत दखल गरिरहेका छन्। अब यस सम्बन्धमा मैले 2069 सालमा पनि अध्ययन गरेको थिएँ। त्यो अध्ययन गर्दाखेरि चाहिँ मैले के भेट्टाएको थिएँ भनेदेखि हाम्रो तराईको 20वटा जिल्ला मध्येमा 13वटा जिल्लामा भारतले 85 ठाउँमा नेपाली कृषकको भोग चलन भएको जग्गा भारतीयले चाहिँ मिचान गरेका थिए। यस्तै गरेर नेपाली किसानले पनि 4 जिल्लाको 18 स्थानमा भारतीयहरूको जमिन अब सिमाना अस्पष्ट हुनुको कारण मिचेका थिए। प्रधानमन्त्रीलाई यसरी नेपालीहरूले पनि भारतीयको जमिन मिचेको छ भन्ने कुरा ब्रिफ गरे होलान्। प्रधानमन्त्रीले मैले बुझेँ भनेर चाहिँ सदनमा एकाएक यो बोलिदिनु भयो हो कि। अनि मेरो भनाइ चाहिँ के छ भने उहाँले डिपली अध्ययन गर्नुपर्ने थियो। अब यसमा कहाँ कति मिचिएको छ त, कुन जिल्लामा प्रश्न गर्नु पर्थ्यो परराष्ट्र मन्त्रालयको मान्छेहरूलाई अघि। त्यो प्रश्न गरिएन, बुझे भन्नुभयो हो कि। अब यही सम्बन्धमा म एउटा अहिले सम्झना आयो, परराष्ट्र मन्त्रालयको तत्कालीन सचिव शङ्करदास बैरागी, मैले यसरी अब क्रस होल्डिङ अकुपेसनले दुवै देशको जनताहरूको बिचमा सम्बन्ध नराम्रो भएको छ भनेपछि मलाई बोलाएर मन्त्रालयमा बोलाएर शङ्करदास बैरागी सचिवले भन्नुभयो, तपाईँले बराबर यो क्रस होल्डिङ अकुपेसनको कुरा गरिराख्नु भएको छ, कसरी समाधान गर्ने भनेपछि मैले उहाँलाई बताएँ, सबभन्दा पहिले त दुवै देशका प्राविधिकहरू बसेर कुन ठाउँमा कति जग्गा मिचिएको छ, जस्तो हाम्रो नेपालको कुन गाविस, त्यो बेलामा गाविसको चलन थियो है, कुन गाविसको कति नम्बर वडाको कुन गाउँको कति कट्ठा जमिन, कति बिघा जमिन मिचिएको छ, भारतीयहरूको कति मिचिएको छ, यो एउटा इन्भेन्ट्री बनाउनु पर्यो 20वटा जिल्लाको। जब इन्भेन्ट्री तथ्याङ्क जब आउँछ भने अनि